अब यतिको उम्लेपछि चाहिँ म यसमा माछा हाल्न गइरहेको छु। मेरो माछा चाहिँ अब पाकिसकेको छ। खुराउँदैछु प्याज। यो यतिको भात मसला लसुन अदुवा यसरी चलाइदिनु। अब छोडिदिनुपर्छ। यो गोलबेडा पाकेर यतिको भएको छ। मैले चाहिँ अहिले यसमा यति सुप हाले। अब यतिको उम्लेपछि चाहिँ म यसमा माछा हाल्न गइरहेको छु। यसलाई चाहिँ उमालेर पकाउने तरिकाले बनाएको है आज मैले। खाने भनेर यसरी बनाए। यसलाई मज्जाले भक 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 उमालेर यसको भित्रैसम्म पाक्ने गरी पकाउने। त्यसपछि झोल पनि अलिक सुकाउनु पर्यो उमालेर। यो झोल अलिक सुक्दै सुक्दै जान्छ अनि ठिकै यो पनि पाक्छ। भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट शेयर सब्सक्राइब गरौँ होला है गाइज। पुच्छर टाउको आयो। टाउको 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 यस्तो छ। टाउकोलाई पनि यहाँ हाल्दिउँ। को पनि छिट्टो हेर टाउको। यसलाई पनि यसरी हाल्दिउँ। अनि अर्को छ यहाँ। बोसो सक्को। अब अहिले मात्रै चलाउँछु। फेरि धेरै चलायो भने पनि फेरि सबै कमल हुन्छ र सबै चोक्टा चोक्टा हुन्छ। यसलाई अब चाहिँ चलाउँदिनँ म। छोपेर मजाले एकछिनमा पाकिसकेपछि देखाउँछु है गाइस। त्यस पछाडि लास्टमा धनिया पनि हाल्छु। रेडी छ। कस्तो राम्रो उम्लेको भक 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 भक। कतिको भएको छ गाइस हेरौँ है। हुँदै गएको छ हुँदै गएको छ। यतिको भएको छ यतिको। बन्दै गएको छ। अलिअलि पाक्दै गएको छ। धनिया हाल्न बाँकी नै छ गाइस। मेरो माछा चाहिँ अब पाकिसकेको छ गाइस। अब म यसमा धनिया हाल्छु। दामी भयो माछा। वाउ। अब यसलाई तातो मामसँग ल्याम खाने हो है गाइस। यस्तै भिडियो हेर्ने भए चाहिँ मेरो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला, शेयर गर्नु होला।
आजलाई यति नै। अब फेरि अर्को कुनै अब फेरि कुन दिनमा बनाउँछु अनि फेरि हाल्नुहोला। टाटा बाई बाई त्यतिन्जेलको लागि। नेक्स्ट भिडियोमा भेटौँला गाइज।